दर्शकबिन नमस्कार। म मुक्तिबहादुर भण्डारी। हामीले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ अथवा विवाहको कार्यक्रम सम्पन्न गर्दा होस् वा हाम्रा चाडपर्व तीज, दसैँ, तिहार जस्ता पर्वहरू मनाउँदा होस्, हामीले मन फुकाएर कन्जुसाइ नगरिकन खर्च गर्छौँ र हामीले विशेष गरेर जन्मदिन मनाउँदा घरमा हाम्रा इष्टमित्र नातापाता साथीभाइलाई बोलाउँछौँ, केक काट्छौँ, खानाको परिकारहरू बनेका हुन्छन्। अझ अहिले त के ट्रेन्ड छ भने बर्थडे, वैवाहिक वर्षगाँठ अथवा विवाह सम्पन्न गर्न रेस्टुरेन्ट अथवा रिसोर्टमा जाने, त्यहाँ मनाउने पनि गरिन्छ। अब रेस्टुरेन्टमा, रिसोर्टमा जन्मदिन मनाउँदा हामीले आफ्ना आफन्तजन साथीभाइलाई बोलाउँछौँ, त्यहाँ केक काट्छौँ र खानाका विभिन्न परिकारहरू माछा, मासु, मोमो, चाउमिन, पिज्जा, बर्गर, हमबर्गर, विभिन्न किसिमका पेय पदार्थहरू, एनर्जी ड्रिङ्क जस्ता विभिन्न खानाहरू हामीले चाहिँ खान्छौँ र बिल पनि हेभी भएको हुन्छ। एकातिर यी जङ्क फुडहरूले, यसलाई पत्रो खाना पनि भन्ने गरिन्छ, यिनले हाम्रो शरीरलाई गम्भीर रूपमा असर गरिरहेका हुन्छन्। र अर्कोतिर यो हाम्रा बर्थडे, वैवाहिक चाहिँ वर्षगाँठ मनाउने क्रममा चाहिँ यो एउटा अलिकति फजुल खर्च भएको पनि देखिन्छ। त त्यसो भएको हुनाले अब चाडपर्व मनाउने क्रममा पनि तीजकै कुरा गरौँ। तीजमा 1 महिना अगाडिदेखि नै हाम्रा चेलीबेटी दिदीबहिनीहरूले विभिन्न रेस्टुरेन्ट, रिसोर्टमा गएर दर खाने कार्यक्रम गर्नुहुन्छ। अझ अहिले त विभिन्न सङ्घ संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई पनि तीजभन्दा अगाडिदेखि नै दर खुवाउने कार्यक्रम चलेको हुन्छ। त यसरी हामीले सामान्य रूपमा मनाउन सकिने चाडपर्वहरूलाई पनि अलिकति खर्चिलो र भड्किलो तरिकाले मनाउँदै गइरहेका छौँ र हामीले बचत गरेको रकम, हामीले बचाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। यो उत्पादनको क्षेत्रमा खर्च भइरहेको छैन। दर्शकबिन, हामीले अब उत्पादनको क्षेत्रमा लगानी गर्ने हो कि, जस्तो हामीले चाहिँ यो सेयर मार्केटलाई गहिरो अध्ययन गरेर हामीले त्यहाँ चाहिँ लगानी गर्न सक्छौँ, अथवा वित्तीय संस्थाहरूको अध्ययन गरेर त्यहाँ सेयर किन्न सक्छौँ, अथवा केही सानोतिनो पेसा गर्न सक्छौँ, अथवा हामीले ब्याङ्कमा एफडीमा पैसा जम्मा गर्न सक्छौँ। त्यसले केही ब्याज पनि आउने र एउटा हाम्रो रकमको सुरक्षित पनि हुने त्यो वातावरण बन्छ। अब हामीमध्ये धेरै का छोराछोरी विदेशमा कमाउन गएका छन्। हामीमध्ये कोही, कसैको श्रीमान बाहिर हुनु होला, कसैको श्रीमती बाहिर हुनु होला, होइन। उहाँहरूले पनि त्यहाँ मेहनत गरेर, परिश्रम गरेर पैसा पठाउनुहुन्छ र हामीले पनि हिजो यो बचत जम्मा गर्नको लागि कति मेहनत गऱ्यौँ, कति परिश्रम गऱ्यौँ, है। त्यसो भएको हुनाले आज यो दुःखले आर्जेको रकम, दुःखले कमाएको रकमलाई अनुत्पादक क्षेत्रमा खर्च नगरौँ, उत्पादनको क्षेत्रमा लगाऊँ भन्ने एउटा यो सन्दर्भ हो दर्शकबिन। र वास्तवमा चाहिँ नि अब भोलिको भविष्य कसरी बित्छ हामी कसैलाई पनि थाहा छैन, है। आज हाम्रो जीवन सरल रेखामा अघि बढिरहेको छ, भोलिको जीवन कति वक्र रेखातिर जान पनि सक्छ। आज हाम्रो जीवन सहज र सजिलो अवस्थामा अघि बढिरहेको छ, भोलि ठुला ठुला समस्या आउन सक्छन्, भोलि आपद विपद पर्न सक्छ, घटनाहरू घट्न सक्छन्। त्यो अवस्थामा हामीले कमाएको बचत, हाम्रो पैसा त्यति बेला आवश्यक हुन्छ। त्यति बेला चाहिँ हामी पैसाको महत्त्व कति हुन्छ भन्ने कुरो थाहा हुन्छ दर्शकबिन। त्यसो भएको हुनाले म यहाँहरू सबैलाई एउटा उत्पादनको क्षेत्रमा लगानी गर्न र आफ्नो सुरक्षित भविष्यको लागि चाहिँ बचत गर्नको लागि
म अनुरोध पनि गर्दछु। अन्तमा यहाँको दिन शुभ रहोस् र यहाँहरू खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र मस्त रहनुहोस्। धन्यवाद, नमस्कार।